चोकमा आयस्का दुःखी भएर बसिरहेकी छिन्। उनको चङ्गा अग्लो न्यातापोल मन्दिरको गजुरमा अड्किएको छ। अचानक हावामा एउटा नीलो पोर्टल खुल्छ र डोरेमन बाहिर निस्कन्छ। उसको हातमा डोरायाकी होइन, एउटा मिठो सेलरोटी छ। डोरेमन: वाह, यो कुरुम कुरुम गर्ने डुनट त कस्तो मिठो! ए, तिमी किन उदास देखिएकी? जादुई ग्याजेट। आयस्काले मन्दिरको टुप्पोमा अड्किएको चङ्गा देखाउँछिन्। डोरेमन मुस्कुराउँदै आफ्नो पकेटबाट एउटा स्प्रे निकाल्छ। डोरेमन: चिन्ता नगर, यो हो सलिड एयर ब्लक स्प्रे। उसले हावामा स्प्रे गर्छ र नदेखिने सिडीहरू बन्छन्। आयस्का अचम्म पर्दै हावामा पाइला टेक्छिन् र काठमाडौँका छानाहरू माथिबाट हिँड्न चाल्छिन्। माथिबाट सहरको दृश्य। जब आयस्का चङ्गासम्म पुग्छिन्, क्यामेरा टाढा जान्छ। तल काठमाडौँ उपत्यका र स्वयम्भूका आँखा देखिन्छन् भने टाढा हिमालहरू गुलाबी रङमा टल्किएका छन्। आयस्का: डोरेमन, हेर न, हाम्रो सहर त गहनाको बट्टा जस्तै कस्तो राम्रो देखिएको!